नमस्कार साथीहरू। आज म यो बाटो हुँदै बाटोमा भेटिएका जङ्गलमा भेटिएका काठको सानो मुढो जुन कि मैले सक्ने मुढो साइकलमा बाँधेर ल्याउँ भन्ने हिसाबले म यो बाटो हुँदै आएको थिएँ र मैले यहाँनिर यो जङ्गलमा यो आगो लागेको देखेँ र म एक्लैले यो आगो निभाउन सक्ने अवस्था पनि भएन र मैले बाटोमा आउँदै गर्दा केही साथीहरूलाई भेटेँ र मैले उहाँहरूप्रति मैले शङ्का लागेको थियो, तर प्रत्यक्ष रूपमा देखेको त थिएन। र अचम्मको छ, मानिसहरूको विभिन्न सोच फरक फरक छ, तर हामी संरक्षणमा चासो लिने व्यक्तिहरूले जङ्गलमा आगो लगाउनु हुँदैन। यो जङ्गलमा आगो लगाउँदाखेरि त्यो जङ्गलमा भएका विभिन्न किसिमको महत्त्वपूर्ण जीव जनावरहरू नष्ट हुन्छ भन्ने हाम्रो बुझाइ। तर कतिपय मानिसहरूको ठ्याक्कै उल्टो परिभाषा हुन्छ। जङ्गलमा हरियो घाँस उमार्नको लागि, च्याउ उमार्नको लागि र जीव जनावरहरू बाघ भालु धपाउनको लागि डढेलो लगाउनु पर्छ है भन्ने एउटा जुन नकारात्मक सन्देश भइरहेको छ, त्यो एउटा सरासर गलत प्रक्रिया, गलत विचार। र खुल्लमखुल्ला यसरी आगो लागिरहेको छ, लगाइरहेको छ त्यो एरियामा, र यहाँनिर पनि गइरहेको छ आगो लागि। र हामी भने यदि आगो नलागेको खण्डमा यी जङ्गलमा अहिले जुन कालै फल फलिरहेका थाकल चाहिँ टिपेर खाउँ भने जुन हाम्रो धारणा थियो, त्यो पनि हाम्रो सपनामा मात्रै सीमित हुने भइयो। समग्र मैले यहाँहरूलाई यो देखाइरहेको छु। यो चाहिँ यस्ता क्रियाकलापले जङ्गललाई निकै हानि नोक्सानी पुर्याउने गर्छन् र यहाँहरूले पनि जङ्गलमा आगो लगाउनुहुन्न, लाग्न दिनुहुन्न भन्ने यहाँहरूले सकारात्मक रूपमा सोचिदिनु होला। हवस् त, धन्यवाद।